कहाँ बस्नुहुन्छ? बस्न त म हिजो उहाँ बङ्गाले चोकबाट अस्ति आएको। अनि जहिले यही बोकेर हुन्छ त के छ यसमा चाहिँ? लुगा ओछ्याउने छन् अनि त्यहाँ तलबाट छ लम्पेन सार्टहरू छन् तल चाहिँ। अनि यसमा त अब पहिले चामलहरू छन् यसमा त्यस्तै जारीगुटी। के काम गर्नुहुन्छ? यस्तै कहिले ड्युटी बस्छु कहिले त्यस्तै के को ड्युटी? जारीगुटीको। जडीबुटीको? कहाँबाट ल्याउँछ जडीबुटीको? घरबाट। अनि के को जडीबुटी? त्यसमा टाउको दुख्ने खुट्टा दुख्ने भात रुचाउने। कहाँ घर चाहिँ? घर त मेरो खैरानी। खैरानी? कुम्री कटा। अनि घुमेको रोटेसन गरेको रे? गरे यहाँ मात्रै खानाबाट चाहिँ पुगेको। के थरी हो? म जोगी हो। जोगी। अनि बिहा गर्यो? बिहा गरेर मेरो छोरा 3टा 2टा माइलो र जेठो बिहा गरेर छुटेको। कान्छी छोरी एउटा कान्छी 11 वर्ष लागि 8मा पढ्दैछ। साइले 10मा पढिरहेको छ। अनि खर्च पानी छोराछोरीले दिन्छन् न छोराछोरीले दिनुपर्छ? बुढिया त अब स्कुलमा जान्छ भात पकाइदिन्छ त्यहाँ 3000 भेट्नुहुन्छ। 6जना जान्छ 3000 भेट्छ 6जनाले। अनि तपाईँले दिन्छन्? म दिँदैन मलाई। केटाकेटीले दिनु पऱ्यो नि सहरमा जानु पऱ्यो नि दिनु परेन पैसा। उनीहरूले अब जारीगुटी भयो होइन अब दबाई पानी गर्दा अनि तपाईँले चाहिँ घरमा दिन्छ कि दिँदैन? तपाईँले घरमा दिन्छ कि दिँदैन पैसा? दिनु पनि दिन्न पनि। दिन्न पनि आफै खाने? आफू होइन दिनुपर्छ मैले दिनुपर्छ उनीहरूको चाहिँदैन मलाई। हो कति कमाउँछ त अन्त? हुन्छ 3 4 5 6 हुन्छ। 6000? 6000 हुन्छ महिनामा फिक्स। अनि 6000 बेसी हुन्छ 6500 हुन्छ 500 रुपियाँ त अब सब्जी किन्नु के किन्नु। आफै पकाएर खाने? आफै पकाएर खान्छु भाडा कुरै त्यसमै छ। यसैमा सब कुकर पनि? कति माग्नु? लुगा फाटो 4वटा छ कम्बलहरू यहाँ हो। तल लम्पेन सार्ट छ कालै काला छ। जहिले देख्थेर नि यसो फोटो उठाइदिएको ल। फोन नम्बर छ? फोन नम्बर त घरमै छोडिरहेको बिर्सेर। अनि माल पानी कति खान्छ दिनमा चाहिँ? माल पानी अब एउटा कुरा भन्नु चाहन्छु तपाईँलाई ढाँटेर म त ठुलो बनिँदैन कहिले राजा बनिँदैन। खान्छु खाना त 20 रुपियाँ खान्छु त्यहाँ दिनभरि काम छ होला। दिनमै काम छ र? राति फुक्दाखेरि म खाना नि फेरि हुँदैन पहिले ताला खोलिदिन्छ भित्र पसा भनिदिन्छ पस्छ गर्न छ नि के घन्टा खाएर आएको भने घन्टा खाएको कि रक्सी खाएको? रक्सी खाएको घन्टा भने रक्सी भयो। ल ल ल ल रिस उठ्छ नि त्यहाँ मेरो बेइमान हुन्छ म पापी जस्तो हुन्छु। मलाई विश्वास गर्नु हुन कसैले पनि हो नि। मलाई लाइसेन्स सर्टिफिकेट सबै छ रातभरि हिँडेको पनि छ। ल ठिकै छ ल। नमस्कार।